1 करोडभन्दा महँगो मूल्यका कार चढ्ने नेपाली चर्चित कलाकारहरू। अनमोल केसी। अनमोल केसी नेपाली चलचित्र उद्योगका लोकप्रिय अभिनेता हुन्। उनी विशेष गरी युवा पुस्तामाझ निकै चर्चित छन् र धेरै हिट चलचित्रहरूमा अभिनय गरेर आफ्नो अलग पहिचान बनाएका छन्। अनमोल केसीको कारको मूल्य रु 1 करोड 4 लाख भन्दा बढी रहेको छ। पल शाह नेपाली चलचित्र उद्योगका चर्चित अभिनेता तथा मोडल हुन्। उनी विशेष गरी म्युजिक भिडियो र नेपाली फिल्महरूमा अभिनय गरेर निकै लोकप्रिय बनेका हुन्। दर्शकको मन जित्न सफल नायक पल शाहले मित्सुबिसी आउटल्यान्डर कार प्रयोग गर्छन्, जसको मूल्य रु 1 करोड 55 लाख भन्दा बढी पर्छ। आँचल शर्मा नेपाली फिल्म उद्योगकी चर्चित नायिका हुन्। उनले नाइ नभन्नुला 4 बाट अभिनय यात्रा सुरु गरेकी हुन्। उनले करिब 1 करोड 80 लाख पर्ने कार चढ्ने गर्छिन्। जीवन लुइटेल नेपालका चर्चित चलचित्र अभिनेता तथा मोडल हुन्। उनले नेपाली फिल्म क्षेत्रमा धेरै सफल चलचित्रहरूमा अभिनय गरेर आफ्नो छुट्टै पहिचान बनाएका छन्। अभिनयसँगै उनी म्युजिक भिडियो र विभिन्न स्टेज कार्यक्रमहरूमा पनि सक्रिय देखिन्छन्। चर्चित नायक जीवन लुइटेलले टोयोटा कम्पनीको करिब रु 2 करोड पर्ने कार चढ्छन्। समीर भट्ट विराज भट्टका छोरा समीर भट्टले टोयोटा कम्पनीको करिब रु 3 करोड पर्ने कार चढ्ने गर्छन्। चलचित्र 12 गाउँ सुपरहिट भएपछि यो कार उनका बुबाले उपहार दिएका हुन्। बालेन शाह नेपालका एक चर्चित युवा नेता, इन्जिनियर र पूर्व र्यापर हुन्। उनी काठमाडौँ महानगरपालिकाका मेयरका रूपमा निर्वाचित भई देशभर चर्चित बनेका हुन्। स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जितेर उनले नेपाली राजनीतिमा नयाँ उदाहरण प्रस्तुत गरेका थिए। उनी करिब 4 देखि 8 करोडसम्म पर्ने कार चढ्ने गर्छन्।